मैदानमा आसन ग्रहण करने वाला अनुरोध करें। आओ हमारा सब कार्यक्रम को सबभन्दा पहिला त म खुसी व्यक्त गर्न चाहन्छु। आजभन्दा झन्डै 40 वर्ष अगाडि जति बेला नेपालमा निरङ्कुश पञ्चायती तानाशाही थियो र तपाईँ हामी सबै त्यो निरङ्कुश पञ्चायती तानाशाहीका विरुद्ध आन्दोलनका क्रममा थियौँ। म धनुषाको यो सबैला बर्मजिया एरिया र सिराहाको अहिलेको कल्याणपुर एरियामा धेरै जसो भूमिगत रूपमा आउने जाने गर्थे र यो कमला नदीमा खास समयमा त्यहाँ पैदलै तर्ने, कहिले यता कहिले उता गरेको 40 वर्ष अगाडिका ती दिनहरू आज मैले सम्झिराखेको छु। सबैला बर्मजिया कल्याणपुर या सिराहाका अन्य पालिकाहरू अहिले जहाँ छन्, चाहे त्यो बस्तीपुरदेखि अन्य इलाकाहरू पनि जहाँ सबभन्दा बढी म आउने जाने गर्थे, ती ठाउँहरू र अहिलेको परिस्थिति नितान्त भिन्न छ। अहिले त्यही पैदल भूमिगत रूपमा तानाशाहीको दमनको प्रतिवाद गर्दै पैदल वार पार गर्ने कमला नदीमा एउटा पक्की पुल 600 मिटर लामो, त्यो पनि डबल लेनको, त्यो पुलको शिलान्यास गर्न पाउँदा मलाई विशेष खुसी र हर्षको महसुस भएको छ। म धनुषा र सिराहाका तपाईँ सम्पूर्ण जनसमुदायलाई अभिवादन गर्न चाहन्छु, तपाईँहरूलाई बधाई दिन चाहन्छु। यसले पक्कै पनि धनुषा र सिराहाका जनताको निम्ति, उनीहरूको आर्थिक जीवनको निम्ति, सामाजिक सांस्कृतिक जीवनको निम्ति यो पुलले धेरै महत्त्वपूर्ण सहयोग पुर्याउनेछ भनेर म विश्वास व्यक्त गर्न चाहन्छु। आजको दिन धनुषाको निम्ति पनि सिराहाको निम्ति पनि एउटा महत्त्वपूर्ण दिन बन्न गएको छ। अहिले मान्य सीता गुरुङजीले भने जस्तै एकछिन अगाडि हामीले नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल यही कमला नदीमा, यहाँभन्दा झन्डै 20-22 किलोमिटर तल त्यसको उद्घाटन भयो र यहाँ अहिले पक्की मोटरेबल पुलको अहिले शिलान्यास भएको छ। यो दुईटै सिराहाको लागि पनि धनुषाको लागि पनि निकै नै महत्त्वपूर्ण उद्घाटन र शिलान्यास हो भन्ने मलाई लाग्दछ। यसको निम्ति म तपाईँहरू सबैलाई फेरि पनि विशेष बधाई भन्न चाहन्छु। अब अरू सबै कुरा त यहाँ आइ नै सकेको छ। भौतिक पूर्वाधार सचिवले यो पुलको बारेमा केही महत्त्वपूर्ण जानकारी राखिँदै सक्नु भएको छ र यो पुल शिलान्यास गर्नको लागि मलाई हाम्रो सहयोगदा कर्नल मातृका प्रसाद यादवले धेरै पहिलेदेखि निकै जोड गर्नुभएको थियो। जान पर्यो भनेर आउने कार्यक्रम बनेर पनि फेरि अन्तिम समयमा त्यसलाई पोस्टपोन गर्नुपर्ने, स्थगित गर्नुपर्ने अवस्था आइरहेको थियो। अहिले अलिकति ढिलै भए पनि यो पुल शिलान्यास भएको छ। मातृकाजीले आफू मन्त्री भएको बेलामा यो पुलको प्रोजेक्ट ल्याउन के गरे भन्ने कुरा यहाँ बताइ नै सक्नु भएको छ। सायद त्यही भएर पनि होला उहाँले मलाई प्रधानमन्त्री भएकै बेलामा यसको शिलान्यास होस् र यो समयमै पुरा होस् भन्ने जनताको चाहनालाई उहाँले व्यक्त गरेको पनि होला र 1 अरब 11 करोड झन्डै बजेटको यो पुल कति परेको छ र अहिले जम्मा 60 लाख परेको छ। त्यो हिसाबले त यो बन्न 60 वर्ष लाग्यो जस्तो। त्यसकारण म तपाईँहरूको अगाडि अहिले के भन्न सक्छु भने यो पटक अब हामी सरकारको नीति कार्यक्रम र आउने वर्षको बजेटको तयारीमा लागि नै सकेका छौँ। म आफै धनुषा सिराहामा आएर यो पुलको शिलान्यास गरेको हुनाले यसको निम्ति बजेटको अधिकतम व्यवस्था गर्न मैले पुरै जोड र शहरी विकास मन्त्रीको पनि सहयोग क्याबिनेटमा हुने नै छ। यो विश्वास म तपाईँलाई दिलाउन चाहन्छु।
सकेसम्म छिटो, जस्तो कि परिकल्पना गरिएको छ 2 वर्षभन्दा अझ अगाडि नै यो पुल निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ। म निर्माण कम्पनीलाई पनि गुणस्तरीय रूपमा र समयमा नै यो पुल निर्माण गर्ने काममा सफलता मिलोस् तपाईहरुलाई म निर्देशन पनि गर्न चाहन्छु र शुभकामना पनि भन्न चाहन्छु। अहिले भर्खरै हामीले झन्डै भनेको भन्दा 6 महिना अगाडि झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको र हामीले त्यहाँ निर्माण व्यवसायीलाई पनि हामीले सम्मान पत्र पनि दियौं, मैले नै दिएँ। त्यसकारण यो पुल निर्माण गर्ने कम्पनीले पनि यो समयभन्दा अगाडि र गुणस्तरीय काम गरेर सम्मान प्राप्त गर्ने वातावरण बनाओस् भनेर पनि म भन्न चाहन्छु। निरन्तर यसको अनुगमन गरिराख्ने, यसको निम्ति सकारात्मक वातावरण बनाउन पहल गरिराख्नु होला। त्यसो भयो भने यो समयमै सम्पन्न हुन्छ। यति भनिसकेपछि मैले अहिले धेरै लामो भन्न सम्भव छैन। हामी फेरि अहिले नै सर्लाहीमा केही कार्यक्रम सम्पन्न गरेर फेरि काठमाडौँ गएर पनि बेलुका केही कार्यक्रममा सहभागी हुनुपर्ने भएको हुनाले मैले लामो व्याख्या गर्न सम्भव छैन। मैले सधैँ भन्दै आएको छु, मधेसी जनताको मुक्ति बिना नेपालको मुक्ति सम्भव छैन, नेपालीको मुक्ति सम्भव छैन। मधेसी जनताको आर्थिक विकास र समृद्धि बिना नेपालको आर्थिक विकास र समृद्धि पनि सम्भव छैन। र मधेस, पहाड र हिमालका जनताको एकता बना नेपालको राष्ट्रिय एकता र स्वाधीनता सुदृढ हुन पनि सम्भव छैन। यही कुरा विचार गरेर मैले आफ्नो आन्दोलन सुरु गर्दा मधेसबाट नै सबभन्दा बढी तयारी गरेको यहाँहरूलाई थाहा छ। म त्यो व्याख्या अहिले लम्ब्याउन चाहदिनँ। र मधेस, पहाड, हिमालको एकता कहीँ कमजोर हुने हो कि यो संविधान घोषणा हुने प्रक्रियामा केही न केही समस्या देखिएका थिए। त्यसकारण मैले मधेस, पहाड, हिमालको एकतालाई सुदृढ गर्नको लागि संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति मधेसी र सबै उत्पीडित आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारू लगायत सबैको पहिचान र अधिकारको लडाईँ लडेको नेतृत्व हुनुको नाताले मैले के महसुस गरेँ भने मधेसको जनता, पहाडको जनता र हिमालको जनताको बीचमा पनि एकता कायम गर्ने मेरो विशेष जिम्मेवारी छ। त्यसकारण म 70 को चुनाव लड्न म मधेसमा आइपुगेँ। म यही नजिकै पारीपट्टि नै मेरो निर्वाचन क्षेत्र थियो, सिराहामा, र त्यहाँ सिराहाबाट निर्वाचन लडे पनि सम्पूर्ण मधेसको जनतालाई सम्बोधन गर्ने मेरो मुख्य उद्देश्य थियो र मलाई गर्व छ। मैले मधेसबाट चुनाव जितेर दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेँ र मधेसी जनताको मत लिएर म त्यो प्रधानमन्त्रीत्व कालमा संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनको पहल, त्यसको सुरुवात, पहिलो निर्वाचन, त्यो संविधान अन्तर्गत मधेस पनि, पहाड पनि, हिमाल पनि सबै जुटेर निर्वाचन प्रक्रिया अगाडि बढाउने मैले जिम्मेवारी प्राप्त गरेँ। मलाई गर्व छ। म तपाईँ मधेसी जनतालाई त्यति बेला मैले भनेको थिएँ, मैले जनयुद्धको तयारी पनि मधेसबाट नै मुख्य रूपमा गरेँ। चुनाव पनि लडेँ, दोस्रोचोटि प्रधानमन्त्री पनि भएँ। अहिले मलाई लाग्छ कि मधेसमा विकास र निर्माणले गति लिएन भने, मधेसी जनताको समृद्धि भएन भने नेपालको समृद्धि सम्भव छैन। त्यसकारण आज म तपाईहरुको अगाडि उपस्थित हुनुको उद्देश्य पनि विकास निर्माणलाई गति दिनु नै हो। अबको नीति कार्यक्रम र बजेटमा मधेसको निम्ति विशेष व्यवस्था गरिने विश्वास पनि म तपाईहरुलाई दिलाउन चाहन्छु। र यहाँ अहिले हामी फास्ट ट्र्याक होस् या निजगढ एयरपोर्टको कुरा होस् या मरिन सुनकोशी डाइभर्सनको कुरा होस्, किनकि यहाँ सिंचाइ सबभन्दा बढी आवश्यक कुरा छ। जबसम्म मधेसमा सिंचाइको समुचित प्रबन्ध हुँदैन र यहाँ उत्पादन, कृषि उत्पादनमा विकास गर्ने, कृषिमा आधुनिकीकरणको प्रक्रिया अगाडि बढ्दैन, नेपाल समृद्ध हुन सक्दैन। नेपाली खाद्यान्नमा आत्मनिर्भर हुनको निम्ति पनि मधेसमा सिंचाइको व्यवस्था, मलको व्यवस्था र बिउ बिजनको उचित प्रबन्ध अनिवार्य छ। मेरो ध्यान यतातिर छ भन्ने कुरा पनि म यहाँहरूलाई राख्न चाहन्छु। यति भनिसकेपछि मधेस, पहाड,
हिमाल सबैतिर पनि हामीले केही चिज अगाडि बढाउने उद्देश्यले यो पटक मैले प्रधानमन्त्रीको जिम्मेवारी लिइसकेपछि सुशासन, सामाजिक न्याय र आर्थिक विकास, आर्थिक समृद्धि यो तीनटा कुरालाई विशेष जोड दिएको यहाँहरूलाई थाहै छ। चाहे भ्रष्टाचार विरोधी अभियान होस्, नक्कली भुटानी शरणार्थी प्रकरण होस्, चाहे मिटर ब्याज पीडित किसानहरूको समस्या समाधान गर्ने कुरा होस्, चाहे मधेसमा लाखौं युवाहरूले नागरिकता विहीनताको स्थिति झेल्नु परेको अवस्थाबाट मुक्ति दिलाउने कुरा होस्, हामीले यो सरकारले त्यसमा पहल लियो र केही महत्त्वपूर्ण भूमिका पूरा पनि गर्यो, सफलता पनि प्राप्त गर्यो। आउने दिनमा पनि सामाजिक सुरक्षा कोष, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूलाई आबद्ध गर्ने, विदेशमा गएका पनि स्वदेशमा रहेकालाई पनि त्यो प्रक्रिया अगाडि बढेको छ र अहिले ठुल्ठुला विकास परियोजना मार्फत नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउनको निम्ति तपाईहरुले सुन्नु भएको होला, हामीले कर्णाली चिसापानी 10,800 मेगावाटको विद्युत उत्पादन प्रक्रियाको लाई अगाडि बढाउन सुरु गरिएको छ। क्याबिनेटबाट डिसिजन गरेर अध्ययन प्रक्रिया सुरु गरे। एउटै परियोजना 10,800 मेगावाटको हुँदा नेपालको अर्थतन्त्रमा एउटा ठुलो क्रान्ति ल्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ। तपाईहरुले सुन्नु भएको छ, बुढी गण्डकी जलाशय युक्त परियोजनालाई अगाडि बढाउन सम्पूर्ण प्रक्रिया पूरा भएको छ र छिटै आज यहाँ शिलान्यास गरे जस्तै मैले गोरखामा गएर त्यो प्रोजेक्टको शिलान्यास गर्ने तयारीमा छु। त्यसैगरी तपाईहरुले थाहा पाउनु भएको छ, मेरो भारत भ्रमणको क्रममा 10,000 मेगावाट 10 वर्षमा भारतसँग विद्युत व्यापार गर्ने सम्झौता भयो र त्यो यहाँ आएपछि त्यसमा अन्तिम र औपचारिक हस्ताक्षर भएको छ र यसले पनि नेपाली जनताको आर्थिक जीवनमा, नेपाल राष्ट्रको प्रगति र समृद्धिमा निकै ठूलो भूमिका खेल्छ भन्ने हामीलाई विश्वास छ। तपाईहरुले सुन्नु भएको होला, मैले संयुक्त राष्ट्रसङ्घको महासभामा या इटलीमा भएको खाद्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा या चाहे दुबईमा भएको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको राष्ट्रिय हितका पक्षमा दृढताको साथ र गम्भीर रूपले नेपाली जनताको हितको निम्ति केही कुरा राखेको छु र त्यसको प्रतिफल बिस्तारै देखिन थालेको छ। अहिले संसारले नेपाललाई राम्रोसँग चिन्ने भएको छ। म पहिलोचोटि इटाली जाँदा मसँग गरेको अन्तर्राष्ट्रिय नेताहरूको, संसारभरिका राष्ट्रपति प्रधानमन्त्रीको व्यवहार र म COP28 यो दुबईमा पुगिसक्दा राष्ट्रसङ्घमा र अन्यत्र सम्मेलनमा भाग लिएर जाँदा मलाई लाग्छ मैले आफैले प्रत्यक्ष अनुभूत गरेको छु, नेपालप्रति दुनियाँको चासो बढेको छ, नेपाललाई सहयोग गर्ने रुचि सबैतिर बढेको छ। नेपालको शान्ति प्रक्रिया, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र, यहाँका महिला, मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिमको समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली, 33% सहभागिता सङ्घमा, 40% स्थानीय तहमा, यो सबैको निम्ति निकै ठुलो कुरा भएको छ र नेपालको शान्ति प्रक्रियाप्रति पनि दुनियाँको चासो निकै बढेको छ। त्यसकारण मलाई खुसी छ कि वर्तमान गठबन्धन सरकारले नेपालको इज्जत, नेपालको प्रतिष्ठा संसारमै बढाएको छ। अहिले विभिन्न क्षेत्रबाट नेपालीहरूले पनि आफ्नो योगदान बढाएका छन्। यहाँ चर्चा पनि आयो, यहाँ कारी यादव यहाँको नगर प्रमुखले क्रिकेटको कुरा गर्नुभयो, खेल क्षेत्रमा पनि